हेलो नमस्ते। द भोइस अफ नेपाल सिजन 6 मा दावा तामाङले आफ्नो प्रस्तुति दिँदै गर्दाखेरि जब दिकिला शेर्पाको स्टेजमा इन्ट्री भयो त्यसपछि उसले आफूले दिँदै गरेको प्रस्तुत गर्दै गरेको गीतको शब्द नै बोलिदिए। आखिर गल्ती कसको, दिकिलाको या दावा तामाङको? तपाईहरुले थोरै यो क्लिप हेर्न सक्नुहुनेछ। झिमझिमाउने आँखाले मनै झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ मन पापी मुटुकै भएमा Akhirnya saru kiwanu makewaro When you're around baby I'm aksewaro Akhirnya saru kiwanu makewaro No makewaro baby I'm aksewaro Boli pusinda limbuni lagi Kahala garbaro Angkange akhtar lasuni maya Nakhi maharara Chuk sapno mekhine raat jagala Ramre sa chalmana Adam bekanchi jane po ki masanga yo sala ha he Akiri sare kile numa kewara When you're around baby I'm not sevara Akiri sare kile numa kewara baby I'm not sevara झिमझिमाउने आँखाले मनै झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ मन पापी मुटुकै भएमा के भयो गीतै के भयो तिमी गायो भने मिलिहाल्छ इफ यु स्टप। के भयो गाइराखे भए हुन्थ्यो त। डिकिलाको एन्ट्रीले आज दावाको पर्फर्मेन्सलाई अलि छोटो नै बनायो जस्तो लाग्यो मलाई। कङ्ग्रेचुलेसन्स, बेस्ट विशेस। दावालाई सपोर्ट गर्न आउनु भएको छ है। भोटको लागि अपिल गर्न सक्नुहुन्छ। मिस्टेक सबैबाट हुन्छ है, त्यसलाई जज नगर्नु होला। हि हेज पर्फर्म सो वेल थ्रु आउट है। सबैजना उसलाई सपोर्ट गरिदिनु होला एन्ड डु भोट फर हिम है। अनि बिकज अफ हिम आइ एम हियर। अनि सबैजनालाई धेरै धेरै माया। सो तपाईँहरूले पनि माया देखाउनुहोस् होला प्लिज प्लिज प्लिज। इट्स अ काइन्ड रिक्वेस्ट है।